जीवनको यात्रा सजिलो हुँदैन। कहिलेकाहीँ परिस्थितिले यति कठोर बन्दछ कि हामी आफै आफ्नो शक्ति बिर्सन्छौँ। तर याद राख्नुहोस्, जो मानिस आफूमा भरोसा गर्छ ऊ कहिल्यै कसैको अगाडि झुक्दैन। आज हामी कुरा गर्नेछौँ कसरी आत्मबल बढाउने, कसरी लुकेको यो अदृश्य शक्ति जगाउने र कसरी हरेक चुनौती अगाडि अडिग रहने। यसको बारेमा हामीले विश्व प्रसिद्ध लेखकहरूको किताबबाट पनि संश्लेषण गर्नेछौँ। त्यसैसँग सम्बन्धित रहेर अब यहाँ पहिलो भागमा हामी बुझ्नेछौँ आत्मबल भनेको के हो। टोनी रबिन्सले भनेका छन् कि तिमीले गर्ने निर्णय नै तिम्रो भाग्य बनाउँछ। तिमीले गर्ने निर्णयले नै तिम्रो भाग्य बनाउँछ। हो, आत्मबल भनेको त्यही हो, त्यही निर्णय गर्ने क्षमता हो। जब डर हुन्छ तैपनि अघि बढ्ने हिम्मत गर्नु, जब सबैले तिमी असफल हुन्छौ भन्छन् तैपनि आफ्नो सपनामा अडिग्नु, यही हो आत्मबल। न डराउने सोच, न झुक्किने मनोबल र निरन्तरता। दोस्रो भागमा बुझ्छौँ शत्रु को हो। शत्रु सधैँ बाहिर हुँदैन। कहिलेकाहीँ शत्रु हाम्रो मनभित्र हुन्छ। डर, असफलताको त्रास, आत्मसंशय र म गर्न सक्दिन भन्ने सोच। नेपोलियन हिलले थिङ्क्स एन्ड ग्राउट रिचमा लेखेका छन्, द ओन्ली लिमिट इज द ओन यु सेट इन युवर ओन माइन्ड। जबसम्म तिमी आफै कमजोर ठान्दैनौ, कसैले तिमीलाई झुकाउन सक्दैन। तेस्रो भाग आत्मबल बढाउने 5 प्रमुख उपायहरू। उपाय नम्बर 1, मानसिक प्रशिक्षण। हर दिन बिहान उठ्ने बित्तिकै 3 कुरा सम्झनुहोस्। तपाईँ को हुनुहुन्छ, किन लड्दै हुनुहुन्छ र तपाईको लक्ष्य के हो। टोनी रबिन्सले यसलाई प्रिमिनिङ इन द माइन्ड भन्छ। सकारात्मक भावनाले दिमागलाई पुनः प्रोग्राम गर्नु। यसलाई 5 मिनेट ध्यान गर्नुहोस्। आफ्नो सफल भविष्यको चित्र मनमा बनाउनुहोस् अनि भन्नुहोस्, म सक्छु, म कहिल्यै नझुक्ने व्यक्ति हुँ।
उपाय नम्बर 2 आत्मअनुशासन। आत्मबल भनेको तब मात्र जाग्छ जब हामीले अनुशासनमा बाँच्न सिक्ने छैनौँ। नियमित दिनचर्या, स्वास्थ्य शरीर, समयको सम्मान, यी नै हतियार हुन् जसले शत्रुलाई जित्न मद्दत गर्छ। तपाईँ बिहानको समयमा आफ्नो लगानी गर्नुहोस्। आफ्नो लगानी आफै गर्नुहोस्। पढ्न, सोच्न, योजना बनाउन सिक्नुहोस्। अहिलेको जमाना मोबाइलमा होइन, लक्ष्यसँग समय बिताउनुहोस्। उपाय नम्बर 3 वर्तमान क्षणमा बस्न सिक्नुहोस्। पावर अफ नाउ। एक्लेट टोयल भन्छ, रियल पावर इज इन दिस मोमेन्ट। शत्रु कहिले बलियो बन्छ तपाईलाई थाहा छ? जब तिमी भूतको पीडामा वा भविष्यको डरमा हराउनुहुन्छ। तर जब तिमी अहिलेको क्षणमा पूर्ण रूपमा उपस्थित हुन्छौ, तिमी अझै अमेज बनिसक्छौ। हो, अब शक्तिको प्रयोग गर्न सिक्नुहोस्। ध्यान, सास लिने अभ्यास, मोमेन्टको इन्ट्रोभर्ट्स अपनाउनुहोस्। उपाय नम्बर 4 असफलतालाई तपाईँ गुरु बनाउनुहोस्। जब तिमी असफल हुन्छौ, त्यही समयमा तिमी बढ्दैछौ। शत्रुको अगाडि नझुक्ने व्यक्ति त्यो हो जो असफलतालाई पराजय होइन, एउटा सिकाइको पाठ ठान्छ। असफल भएपछि रोकिनु होइन, विश्लेषण गर्नुहोस्। हरेक गल्तीलाई नयाँ ऊर्जा बनाउनुहोस्। तपाईँ त्यसमा असफलता होइन, सफलता बन्न सक्नुहुन्छ। असफलतालाई गुरु बनायो भने सफलको बाटोमा हामी अगाडि बढ्न सक्छौँ। उपाय नम्बर 5 सकारात्मकको संगत। तिमी जस संगत बिताउँछौ, समय बिताउँछौ, तिमीले त्यसकै जस्तो बन्छौ। तिमीले जस्तो मान्छेसँग समय बिताउँछौ, तिमी पनि त्यस्तै बन्न सिक्छौ। नकारात्मक सोच्ने, गुनासो गर्ने मानिससँग टाढा रहनुहोस्। प्रेरित र कर्मशील अनि दृढ व्यक्तिसँग रहनुहोस् सधैँ। उनीहरूले तिम्रो आत्मबललाई अग्नि जस्तो बल दिनेछन्। यी हुन्
आत्मबल बढाउने 5 वटा उपायहरू। अब चौथो भाग वा अन्तिम, यो लडाई भित्रको हो, साँचो शत्रु बाहिर छैन। ऊ त तिम्रो डर हो, तिम्रो आलस्य हो, तिम्रो आत्मसंयम हो। तिमीलाई झुकाउने कोही छैन। तिमी आफै नै आफ्नो शक्ति हो, आफ्नो कवच हो, आफ्नो विजेता हो। त्यसैले जुनसुकै घटना आए पनि तिमी आफैलाई कहिल्यै कमजोर नठान्नु, किनभने तिमी भित्रको एउटा योद्धा छौ, जो सधैँ उठ्छ, जो सधैँ लड्छ, कहिल्यै झुक्दैन। त्यसैले जीवनमा सबैले चुनौती पाउँछन्, तर सबै लड्दैनन्। जो लड्छ ऊ नै विजेता हुन्छ। त्यसैले आत्मबल आफ्नो जगाउनुहोस्, आफ्नो सोच बदल्नुहोस् र शत्रुको अगाडि होइन, आफ्नो सपनाको अडिग रहेर काम गर्नुहोस्। तपाईँ झुक्नुहोस्। तपाईँ कहिल्यै पनि शत्रुको अगाडि झुक्ने छैनौ र आफ्नो जीवनको लक्ष्य पुरा हुनेछ भन्दै बिदा चाहन्छु। र आजको भिडियोलाई मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।